बुझाइहरू ऊर्जा क्षेत्रमा धेरै कुराहरूमा समानता छ। त्यसले गर्दाखेरि हामी यो क्षेत्रमा चाहिँ अब राम्ररी काम गर्न पाए भने अब आगामी दिनहरूमा जुन अहिले चुनौती ठूलै छन्, झट्टै यता लोड सेडिङ घट्यो भने पनि ठूलै चुनौतीहरू छन्। विशेष गरिकन निजी क्षेत्रका उत्पादनहरूको व्यवस्थापन र त्यसमा भएको ठूलो लगानीको एउटा चाहिँ खतराको चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने, ऊर्जालाई सुरक्षामा कसरी गर्ने भन्ने चुनौतीहरू छन्। त्यसमा चाहिँ हामी लाग्न सक्यौं भनेदेखि ऊर्जा मात्रै होइन, ऊर्जा भनेको अर्थतन्त्रको ड्राइभर हो। यो चाहिँ म अब अर्थशास्त्रको एउटा सामान्य विद्यार्थी पनि हिसाबले म सबै गर्ने गर्छु। ऊर्जा क्षेत्र चाहिँ अर्थतन्त्रको ड्राइभर हो। ऊर्जाको ग्रोथ रेट र जीडीपी ग्रोथ रेट एकदमै क्लोजली टाइड हुन्छ र त्यसमा ऊर्जा क्षेत्रमा हामीले त्यसरी चाहिँ गर्न सक्यो भने समग्र अर्थतन्त्र नै माथि विकास हुन्छ। अब ऊर्जा मन्त्रीज्यू त अरू पनि विभिन्न क्षेत्रहरू हेरिराख्नु भएको छ। त्यसमा ऊर्जा क्षेत्रमा चाहिँ निर्धक्क हुनुभयो हुन्छ। म पूर्ण रूपले काम गर्छु र पूर्ण क्षमताले काम गर्नेछु र साथीहरू सबैलाई सँगै लिएर डर र त्रास होइन, एउटा कुरा छ, सहयोग र शुभेच्छा लिएर चाहिँ म काम गर्छु।